साथी यार गर्मी त लास्ट छ है। घरमा बस्दा बस्दा नि वाक्क दिक्क लागिसक्यो मलाई त यार। लास्टै पसिना चुइयो यार साथी। गर्मीको कुरा गर्छौ तिमी, घरमा बस्न नमिलेर त मैले तिमीलाई त जंगलतिर लिएर आए भने हेर न यहाँको वातावरणको सन्तुष्ट हावा, रौँका फुत्लाएर पनि बुलबुल उडिरहने हेर त यहाँ पसिनाको त थोपै छैन नि एउटा पनि। मस्तको छ न एकदम मस्तको। अब यहाँ भोलिदेखि म्याट ल्याएर यही बङ्लाङ बङ्लाङ पल्टेर साँझको 5 बजे जानुपर्छ घर। हो साथी, म भेस्ट छराइदिउँ कि साथी? गर्मी त छैन खासै, छराइदिनु त साँच्चै छराइदिउँ भन। छराइदियो। छोड् दे साथी यार, भित्रबाट केही पो लाग्छ नि अर्को त नि। नाटक गर्ने रहेछ तिमी नि, स्वाइदो रहेछ एक नम्बरको। के छ केटा हो? ठिक छ नि, ठिक छ यार। कहाँबाट आयो यस्तो? बसम न त बसम। केटा हो, यस्तो गर्मी तिमीले यहाँ जंगलमा के गरेर आयो यार? तिमीलाई गर्मी लाग्यो हैन? हो यार साथी यार, यस्तो गर्मीमा कसरी बसिरह्यो यार। छिनमा पछि निस्किन्छ घर त। गर्मी पनि यति छ कि लाइन पनि गई छ। अनि यार पसिना पनि यस्तो आइरह्यो कि जति नभए पनि कामै छैन। अब एसी हालौँ भने पैसा पनि छैन। यस्तो भइरह तँ सर घुमेर आऊ कि जंगलतिर भनेको त। अब तिमीलाई भेटाए अनि के गरिरहेछ तिमीहरू केटा हो? ए नचाहिने कुरा गर्छन्। उति बेला त माटोको घरमा छानुको घरमा एसी हुन्छ भन्थिस्। खै त कहाँ गयो तिमीहरूको एसी? आखिर आउने रहेछौ यही जंगलमा हावा खान। साल्यो एसीको यस्तो फिलिङ त हुन्थ्यो साथी। छाना गर्थ्यो त्यति बेला। अब छाना आउरी लैगो अनि अब त्यही बहानाले अब टिनसिन हालेको। यस्तो भदभदी बोल्छ कि पुरै गर्न सकिन्न साथी। त्यही भएर सर जंगलतिर आएको घुम्न पनि। टिनको घर भएपछि त पोली हाल्ने भयो नि भत्पति। हाम्रो जस्तो हुनु पर्यो नि ल्यान्टरवाला। ल्यान्टर माथि अझ 2-3 तला अझै थपिया छन्। के कम सोचेछौ क्या हामीलाई त होइन? ल्यान्टर वाला गरे 2-3 तला घर भएको किन आछौ त्यहाँ जंगलमा हावा खान? ए हावा त खानु पर्यो नि बाहिरको। कति पंखाको मात्र हावा खानु? त्यहाँ बत्तीको बिल, पंखाको बिल बचाउनु परेन र? सही कुरा गरिस् साथी तैले। बत्तीको बिल, पंखाको बिल त बचाउनु पर्यो। बचाउनु हो कि पर्यो न? त अनि हो, त्यही भएर आएको हामी यहाँ जंगलमा हावा खान। हो साथी, बत्तीको बिल त बचाउनै पर्यो। तँ गर्मी पनि लास्टै बढिरहेको छ। जानु त खोलातिर साथी, पौडी खेल्न। कहीँ देखेछ कि? देखेको छु नि साथी मैले। यहाँ निमै करालीको खोला छ, जाम न त। डुब्की लगाउनु पर्छ। साथी यही हो करालीको खोला। वादेखि उतैसम्म छ। म त कहाँ कोसी जस्तो मान्छु त्यो खोलालाई त नि। कोसी होइन यो त, यो त गण्डकी जस्तो छ। गण्डकी जस्तै। कहाँ यो गण्डकी कोसीको खोला हो यो? यो त कहाँ भेरी नदी हो, भेरी नदी। म त यहाँ माछा मार्न आउँथेँ, माछा। यो गण्डकी भेरी खोला भन्छौ हो? यो त कर्णालीको खोला। ओहो दाइहरू, केसको छबेको राख्दा होइन?